आज म एउटा यस्तो विषयमा कुरा गर्न गइरहेको छु जसले अहिले हजारौं नेपालीको जिन्दगी चेन्ज गरिरहेको छ। तपाईले कहिले सोच्नु भएको छ फेसबुकमा देखिने अनलाइन सपहरूले कसरी पैसा कमाउँछन्? घरमै बसेर बिजनेस गर्न सकिन्छ कि सकिँदैन? ई-कमर्स भनेको के हो? यदि तपाई स्टुडेन्ट हुनुहुन्छ, जब खोज्दै हुनुहुन्छ, बिजनेस त गर्ने तर कुन बिजनेस गर्ने वा केही साइड इन्कम गर्न चाहनुहुन्छ भने आजको भिडियो तपाईका लागि अत्यन्तै महत्त्वपूर्ण छ। आज म तपाईलाई ई-कमर्स बिजनेस भनेको के हो, नेपालमा कसरी गर्ने, के चाहिन्छ, गल्तीहरू के नगर्ने सबै कुरा सिम्पल नेपाली भाषामा बुझाउँदैछु। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्त्यमा म एउटा साँचो कुरा पनि भन्न गइरहेको छु। अब अगाडि बढ्नु भन्दा पहिले च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिहाल्नु होला ताकि यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि। अब सुरु गरौँ ई-कमर्स बिजनेस भनेको के हो। सिम्पल भाषामा भन्नुपर्दा इन्टरनेटबाट सामान बेच्ने र किन्ने बिजनेसलाई नै ई-कमर्स बिजनेस भनिन्छ। जस्तै फेसबुक पेजबाट कपडा बेच्नु, इन्स्टाग्रामबाट वाच, सुज बेच्नु, दराज जस्ता वेबसाइटबाट सामान अर्डर गर्नु, यी सबै ई-कमर्स बिजनेस हो। पहिला बिजनेस गर्न के चाहिन्थ्यो? पसल, भाडा, धेरै पैसा, धेरै कर्मचारी। तर आज एउटा मोबाइल, इन्टरनेट र थोरै दिमागमा यति भइ पुग्छ। अब सोचौँ नेपालमा ई-कमर्स किन यति छिटो बढ्दैछ? कारणहरू इन्टरनेट सस्तो भएको छ, मोबाइल सबैको हातमा छ, फेसबुक, इन्स्टाग्राम, टिकटकको प्रयोग बढिरहेको छ, डेलिभरी सर्भिस सजिलो भएको छ, कुरियर र राइड सेयरिङ एपहरूले गर्दा आज गाउँमा पनि मानिसले अनलाइनबाट सामान अर्डर गर्छ। यो ट्रेन्ड अझै बढ्नेछ, घट्ने छैन। ई-कमर्स बिजनेस सुरु गर्न के चाहिन्छ? प्रोडक्ट सेलेक्सन, पहिले कुन सामान बेच्ने भनेर डिसाइड गर्नुपर्छ। सबै सामान बेच्न खोज्नु गल्ती हो। एउटा निश छान्नुहोस्, सप्लायर सामान कहाँबाट ल्याउने, लोकल मार्केट, होलसेलर, म्यानुफ्याक्चरर, अनलाइन प्लेटफर्महरू, फेसबुक पेज, इन्स्टाग्राम पेज, टिकटक आइडी, वेबसाइट, दराज। सुरुमा फेसबुक पेज नै काफी हुन्छ है। अनि अर्को कुरा हो डेलिभरी सिस्टम, पठाओ, इनड्राइभ र कुरियरहरू पनि छँदैछन्। अब पेमेन्ट मेथडकै कुरा गर्नु क्यास अन डेलिभरी पनि गर्न सकियो अथवा ई सेवा खल्ती ब्याङ्क ट्रान्सफर गर्न सकिन्छ। अब प्रश्न आउँछ नेपालमा ई-कमर्स चल्छ र? मेरो आन्सर सिधा हो, चल्छ, तर बुझेर गर्नुपर्छ। किनभने नेपालमा मोबाइल युजरहरू बढ्दैछन्, फेसबुक, टिकटक, इन्स्टाग्राम सबै चलाउँछन्, मान्छेहरू घरमै सामान पाउन चाहन्छन्। क्यास अन डेलिभरी नेपालमा पोसिबल छ। आज काठमाडौँ मात्र होइन, नेपालका सबै जिल्लाहरूबाट सामानहरू अर्डर गर्ने गरेका छन्। तर याद राख्नुहोस्, सबैले पैसा कमाउँछन् भन्ने होइन। जसले सिस्टम बुझ्छ उसैले कमाउँछ। ई-कमर्समा के बेच्ने, यो सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। गल्ती के गर्छन् धेरैले? अरूले जे बेचिरहेको छ म पनि त्यही बेचिदिन्छु, तर बिजनेस यसरी चल्दैन। नेपालमा चल्ने केही इक्जाम्पल कपडा, मेन, वुमेन, किड्सहरूका सामानहरू भयो, सुजहरू भयो, घडीहरू भयो, सनग्लासेसहरू भयो, किचनको सामग्रीहरू भयो, ब्युटी प्रडक्टहरू भयो, मोबाइल एसेसरिजहरू भयो, लोकल प्रडक्ट, अर्ग्यानिक नेपाली आइटमहरू। रुल सिम्पल छ, डिमान्ड हुनु पर्यो, बारम्बार किन्ने सामान हुनु पर्यो, डेलिभरी सजिलो हुनु पर्यो, महँगो सामानबाट सुरु नगर्नुहोस्, सकेसम्म सस्तो र क्वालिटीको सामानबाट सुरु गर्नुहोस्। धेरैले ई-कमर्स सुरु गर्छन् तर फेल हुन्छन्। किन? कमन मिस्टेकहरू, प्रोडक्ट रिसर्च नगर्ने, कस्टमरलाई ढिलो रिप्लाई गर्ने, फेक प्रमिस गर्ने, क्वालिटी खराब पठाउने। याद राख्नुहोस्, ई-कमर्स इज इक्वल टु ट्रस्ट बिजनेस। एक प्रडक्ट ट्रस्ट गयो भने बिजनेस पनि जान्छ। तपाईँको प्रोडक्ट एन्ड सर्भिसले नै हो ट्रस्ट बिल्ड गर्ने। अब बुझौँ ई-कमर्सबाट कति कमाइ हुन्छ त? अब सबैभन्दा धेरै सोधिने प्रश्न, कति पैसा कमाइ हुन्छ? सत्य के हो भने यो म्याजिक हुन्। सुरुमा 10-20 हजार हुनसक्छ, बिस्तारै 50-60 हजार, त्यस्तै गर्दै लाखौँमा पनि तपाईँले इन्कम गर्न सक्नुहुन्छ। अब यसमा सबै कुरा निर्भर गर्छ, प्रोडक्ट, मार्केटिङ, कन्सिस्टेन्सी, कस्टमर सर्भिस कसरी सुरु गर्ने, स्टेप बाई स्टेप। अब प्र्याक्टिकल कुरा। स्टेप 1, प्लेटफर्म छान्नुहोस्, फेसबुक पेज, इन्स्टाग्राम पेज, टिकटक आइडी, प्रमोसनका लागि दराज यदि चाहनुभयो भने मात्र। स्टेप 2, सप्लायर खोज्नुहोस्, लोकल होलसेलर, चाइना र इन्डियाबाट पनि इम्पोर्ट गर्न सक्नुहुन्छ। ड्रप सिपिङ, अर्डर आएपछि मात्र सामान किन्न सक्नुहुन्छ। अब पेमेन्टको कुरा गर्दा क्यास अन डेलिभरी गर्नुभयो अझै राम्रो, कस्टमरलाई विश्वास पनि नभए यी सेवा खल्तीहरू त छँदैछन्। अब डेलिभरीको कुरा गर्दा कुरियर सर्भिस अहिले नेपालमा थुप्रै कुरियरहरू छन्। अब अर्को स्टेप भनेको कस्टमर ट्रस्ट, रियल फोटो, क्लियर प्राइस, अनेस्ट डिस्क्रिप्सन, फास्ट रिप्लाई, यति कुरामा रहेर सजिलै आफ्नो ई-कमर्स बिजनेसको जर्नी सुरु गर्न सक्नुहुन्छ। धेरैले गर्ने गल्तीहरू अब म तपाईँलाई केही कडा तर साँचो कुरा भन्न चाहन्छु। कपी पेस्ट बिजनेस, फेक फोटो प्रयोग गर्ने, कस्टमरलाई झुक्क्याउने, रिप्लाई ढिलो गर्नु, एकै रातमा धनी बन्ने सोच्नु। ई-कमर्स जादु होइन है, यो प्रपर बिजनेस हो। त्यसैले धैर्य चाहिन्छ, कन्सिस्टेन्सी चाहिन्छ, ट्रस्ट चाहिन्छ। अन्त्यमा के भन्न चाहन्छु भने आज तपाईँ मोबाइल चलाएर अरूको बिजनेस बढाइरहनु भएको छ, भोलिदेखि त्यही मोबाइलबाट आफ्नै बिजनेस सुरु गर्न सक्नुहुन्छ। स्टार्ट सानो हुनसक्छ तर सोच ठुलो हुनुपर्छ।
यदि यो भिडियो तपाईँलाई युजफुल लाग्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्न नबिर्सनुहोस्। थ्याङ्क यू फर वाचिङ। सबैको भलो होस्।